धेरै हाल ए भग अझ ऊ फेरि अर्को खन्छु ब्याक टु माई न्यू ब्लग आई होप हजुरहरू सबै सन्चै हुनुहुन्छ एकदम बवाल छु म हजुरहरूकै प्यारो सुनिल भाइ फेरि आज न्यू ब्लग बनाइसकेको सिधै हाम्रो दोरी घरदेखि आज चाहिँ हाम्रो सुटिङमा सुमन परिवार दाइको आगमन भइसकेको छ त्यसैले म हजुरहरू ऱ्यापको सुमन परिवार दाइलाई देखाउँछु है हामीले भर्खर खाजासाजा खाएर बस्यो ड्याक्क मामाहरू हुनुहुन्छ ल हाम्रो मामाहरू हुन्छ यहाँ चाहिँ ड्याक्क रमाइलो छ हाम्रो एडिटर भाइ सुशील विश्वकर्मा रमाइलो छ सबै हुनुहुन्छ सुटिङ लाइभ सुटिङ भइरहेछ हाम्रो चाहिँ ओके 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 जाऊ तिमी जाऊ म तिमीलाई बाटो छेक्दैन ल जाऊ तिमी बाई बाई तिमी भ्लग बनाउँछौ तिमीले नि युट्युबमा भिडियो हाल्छौ ए नाच्नुपर्छ है भाइ धोको फेरि रुन्छु र एक बाटो छेक्दिन जान्नुपर्छ है बाटो छेक्नु भन्दा
हेर खन्चिया हेर कति धेरै हाले ए भगवान अझ फेरि अर्को खन्चुवा यस्तो के केटाहरू खतरा हुनु ल बसेर हान्ने बसेर गर्मी छ यार लास्ट बाटो रमेश दाई वाह अच्छा ल हामी रमाइलो गर्दै बाजे रमाइलो भएको नि बाखेन रमाइलो त भइरहेको नि एकदम नाच्ने हो र अब गीत हजुरले पनि गीत गाउनुहुन्छ बाजे गीत हजुरले पनि गाउनुहुन्छ झाम्रे गाउने गाइन्छ होला डोरी सोरी त गाइन्छ उमेरमा तरुणीहरूलाई बनतिर फेरि हजन बाबाले बनतिर झ्याम्रे गाउनु तर केटीहरूसित जमानामा उल्टै बोल्नु के घर कहाँ भन्नु पर्यो तरुणीहरूसित जङ्गलमा भेडा चराइन्छ नि कति वर्ष हुनुभयो देखेन बोल्दिनँ भन्नुहुन्छ तपाईँ लाउरे हो चाउरे हो भने चाहिँ हामी जस्तै चाउरे हो भन्नाले भाग्यमा अन्त्य लेखेर रमाइलो दोहोरी भइरहेको छ यहाँ हाम्रो माझमा Ah!